तिमीले आफ्नो परीक्षाको नतिजा हेर्यौ? तिमीलाई थाहा छ तिमी योपालि फेल भएकी छौ। तिमी त सधैँ कक्षामा प्रथम आउने विद्यार्थी होइन र? तिमी जस्तो राम्रो विद्यार्थीले पढाइ बिगारेर हुन्छ? तिमीलाई पढाउनको लागि तिम्रो आमा बुवाले कति मेहनत गर्नु भएको हुन्छ। तिमीले अहिले खाइरहेको भात छ नि, त्यो तिम्रो बुबा र आमाको पसिनाबाट हो। कति मेहनत गर्नु भएको छ तिम्रो आमा बुवाले तिमीलाई पढाउन। तिमीले यसरी पढाइ बिगार्ने हो? तिमी जस्तो राम्रो विद्यार्थीले पढाइ बिगारेपछि के हुन्छ? तिमी भनेको हाम्रो भविष्यको कर्णधार हो नानी। तिमीले आफ्नो हेलचक्राले पढाइ बिगारी हो कि अरू कुनै कारण छ? यदि त्यस्तो केही छ भने हामीलाई भन्न सक्छौ है त। हामी त्यो समस्यालाई समाधान गर्ने केही उपायहरू लाउन सक्छौं कि? यदि सम्पूर्ण कुरा टिचरले सोध्दा पनि उनी केही बोल्दैनिन्। उनी नबोलेको देखेर टिचरले मनमा नै आफै निदो गर्नुहुन्छ। म आफै आज उसको घरमा गएर यसको बारेमा बुझ्न पर्यो। तर टिचर घर पुग्दा यस्तो दृश्य देख्नुहुन्छ। हिजो छोरीको स्कुलमा परीक्षा नतिजा प्रकाशित थियो त गइस? गएन। म किन जाने? तेरो छोरी फेल भएको त होली नि। तँलाई रक्सी खान पाए पुग्छ? तँलाई छोरीको पढाइको बारेमा किन लिनु पर्यो चासो? यो चोथारे आइमै बढी बोल्छिस? राम्रोसँग बोल, म तेरो श्रीमान हो। तँलाई श्रीमान हो भन्ने थाहा छ? श्रीमानको के कर्तव्य पूरा गरेको छस् र? सबै पैसा दि रक्सीमा उडाएर भ्याइस? अझ बढी बोल्छिस? उडाए त आफ्नो उडाए नि, तैँले माइतबाट ल्याएको तिस्रो बढी बोल्छिस? अब अति भयो। तेरो यो पाराले म अब तसँग बस्न सक्दिन। म तँलाई छोडेर माइत जान्छु। जा जान्छु मलाई केही फरक पर्दैन। माइत जान्छिस् कि कोही नातोसँग जान्छिस्? म जहाँसुकै जाऊ, तँलाई के को चासो? तेरो बाउ छोरी यहीँ बसेर खाऊ। चुप लाग्नुहोस्, तपाईँहरूलाई लाज लाग्दैन है? छरछिमेकले के भन्छन् होला? तपाईँहरूको यो सधैँको किचकिच हुँदा तपाईँको कारणले गर्दा मलाई स्कुलमा साथीहरूले दरुवाकी छोरी भनेर जिस्काउन लागिसके। अनि मम्मी तपाईँलाई के भएको छ? मलाई कहिले मायाले बोल्नु भएन। छोरी स्कुलबाट थाकेर भोकाएर आकी होली भनेर सोच्नु पनि भएन। हजुर त बाबासित पनि मुखमुखै लाग्नुहुन्छ। तपाईँ त एउटा नारी हो नि मम्मी। नारी भनेको त लज्जाको प्रतीक हो। तपाईँ नबोल है। तपाईँ अझैबाट बोल्छेस्? तेरा बाउ छोरी यहीँ बस्छ, म हिँडे। यति भन्दै आमा घर छाडेर हिँडिन्। बेलुका भएकाले बाबा छोरी विश्राम गर्न लाग्छन्। त्यसपछि के हुन्छ अगाडि हेर्नुहोस्। छोरी आधा रातमा उठेर टेबलमा एउटा पत्र छाडेर घर छाडेर हिँड्छिन्। बाबा बिहानै उठेर त्यो पत्र देख्छन् र पढ्न सुरु गर्छन्। मेरो प्यारो बाबा, मलाई माफ गरिदिनु होला। तपाईहरुको सधैँको यो झगडा हेर्दा हेर्दा मलाई यस्तो महसुस हुन थाल्यो
कतै यो सब हुनुमा मेरो कारणले गर्दा पो हो कि? त्यसैले म घर छोडेर जाँदैछु बाबा। एउटा कुरा थाहा छ बाबा, मलाई पनि तपाईको माया साथ सपोर्टको कति धेरै अभाव महसुस हुन्थ्यो। मलाई पनि त अरू जस्तै आफ्नो बाबाको हात समातेर स्कुल जाने रहर लाग्थ्यो। बेलुका स्कुलबाट आएपछि स्कुलमा भएका गतिविधि भन्दै तपाईको काखमा रमाउने इच्छा हुन्थ्यो, तर तपाईले कहिले बुझ्नु भएन। मेरो पढाइ कस्तो छ, मेरो हाल खबर के छ, मलाई के चाहिएको छ, कहिले चासो गर्नु भएन। यी सबै कुरा तपाईलाई कसरी थाहा हुन्थ्यो त? म बिहानै सुतेकै हुन्थे, तपाई गइहाल्नुहुन्थ्यो। बेलुका म सुतिसकेपछि घर आउनुहुन्थ्यो। तपाईले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह नगरेकै कारण म कयौं दिन भोकै स्कुल गएकी छु बाबा। तपाई घरबाट निस्किएर गएपछि कयौं दिन मम्मी पनि घर छोडेर जानुहुन्थ्यो र मलाई खाना पकाएर खानु मात्र भन्नुहुन्थ्यो। अनि मैले तपाई कहाँ जान लाग्नु भएको नि भनेर सोध्दा आज मेरो साथीको बर्थडे छ, कहिले मेरो प्रोग्राम